हेलो हेलो गुड इभिनिङ नमस्ते सबैजनालाई। आज पनि म फेरि आइसकेको छु एउटा भिडियो लिएर। हेर्नुहोस् त, यो चाहिँ मैले बिरालोको लागि खानेकुरा तयार गर्दैछु हैन। म ड्युटी आउने बेलामा चाहिँ पुरा रुँगेर बसिरहेको हुन्छ नि त बाहिर हैन। त्यो किचनको ढोका छेउमा बसिरहेको हुन्छ के बिचरा। कस्तो गर्मी पनि हुन्छ होला है। अनि मलाई देख्ने बित्तिकै कस्तो खुसी हुन्छ नि त। अनि मैले चाहिँ फटाफट आउने बित्तिकै फ्रिजबाट निकालेर यो के अरे मुटुहरू अनि यो के छ पाङ्रा काटेर हैन खाना लगिदिएको छु। यो चाहिँ अनि खाँदैछ, हेर्नु न। अलिअलि भोकै थियो कि क्या हो, दिउँसो कसले के दियो कि दिएन है। अनि खाइसकेपछि मलाई हेर्दैछ। अनि त्यहाँ पछाडि चाहिँ मेरो पालो हो। मैले पनि आज खाना चाहिँ ट्याक्कसँगले तताएँ अनि त्यहाँबाट प्लेटमा राखेर खानालाई रेडी गरेँ हैन। खाँदैछु। आज चाहिँ पुरै भेजिटेबल मात्रै छ मसँग चाहिँ। तरकारीमा चाहिँ यो बैगुन र आलु हो। अनि त्यहाँबाट तिते करेला फ्राई हैन, साथमा हरियो खोर्सानी प्याजहरू चाहिँ खानु चाहिँ मन लाग्छ। तर म बेलुका खाँदिनँ कि झन् ड्युटी गर्ने मान्छे निन्द्रा लाग्न सक्छ नि त, त्यही भएर। अनि त्यहाँबाट प्याज चाहिँ नखाएको साथीहरू, अनि तपाईँहरूले खाना खाइसक्नु भयो कि के गर्नुहुँदैछ? खाना चाहिँ टाइममै खानु होला है। अनि मस्ट मान्छेहरूले के तपाईँले चाहिँ धेरै बोसो लाग्यो पेटमा हैन, बोसो घटाउन मन छ भने चाहिँ यो चाहिँ तरिका अपनाउनु होला। 1 कप जुन चाहिँ हुन्छ नि सानो दाल खाने कचौरा हो, त्यसको 1 कचौरा मात्रै राइस लिनु होला। अनि माछा मासु अन्डा तरकारी अरू हैन खानाको साथमा खाँदाखेरि केही फरक पर्दैन। तर तपाईँले मेन कुरो भनेको चाहिँ तपाईँले आफ्नो फ्याट लस गर्न चाहनुहुन्छ भने चाहिँ सुरुमा चाहिँ तपाईँले राइस भात खानुहोस्, रोटी खानुहोस्, त्यसको दुइटैको मात्रा चाहिँ एकदमै कम गर्नुपर्छ है। यो चाहिँ मैले आफैले गरेको कुरो हो हैन। त्यही भएर मेरो पनि यो यात्रा जारी छ। त्यही भएर मैले चाहिँ बिहान यति मात्रै अनि बेलुका पनि, यो चाहिँ बेलुकाको खाना हो, मेरो डिनर हो हैन। मैले बिहान पनि यति मात्रै खाएको खाना, अहिले पनि यति मात्रै खाँदैछु हैन। अनि राति यसो निन्द्रा लाग्यो भने 1-2 चोटि ब्ल्याक कफी पिउँछु, त्यति नै हो। अनि पानी चाहिँ लगभग 1.5 लिटर जति पिउँछु मैले रातभरिमा हैन, 1.5 देखि 2 लिटरसम्म। अनि त्यहाँबाट अब दिउँसो त सुतेको हुन्छ, पानी पिउँदैन हैन। म चाहिँ त्यत्रो धेरै पानी पिउँदिनँ, तर तपाईँको जे होस् पानी चाहिँ पिउनुपर्छ है। अनि तपाईँले फलफुल भनेको अब बिहान मर्निङमा खाँदा भयो, एप्पलहरू त्यस्तो केही मन पर्यो भने। अनि त्यहाँबाट अब बेलुका चाहिँ यस्तै अझ तपाईँले राइस नखाइकन सलादहरू अनि 2 पिस जति रोटी हैन, त्यो मात्रै पनि खान सक्नुहुन्छ। तपाईँले आफ्नो चाहिँ वेट